2082 सालमा पुरा गर्दाखेरि वैशाखको अन्तिम लास्ट विक जेठको आउन आँट्यो। यही एभोकाडो हो जुन चाहिँ मैले सुरु गरेको थिएँ। अब हेरौँ यसको के छ, हेर्दै जाउँ। अब यसको फल राम्रै भयो। गेडाहरू चाहिँ मजाले लागेछ। अब झर्ने टाइममा चाहिँ मजाले हावाहुरीले तनाव रहन्छ। अब यति छ कि गेडा त होइन, अहिलेलाई हरेक उसमै देखिन्छन्। यो बोट चाहिँ ठुलो हुनु सँगसँगै फल्न नि मजाले फल्यो। यो चाहिँ तेस्रो वर्ष हुन्छ फलेको। राम्रै फल दिइरहेको छ। अरूमा पनि फल्न थाल्यो यसबाट है त। अब यो चाहिँ नेक्स्ट एभोकाडो हो। यसले चाहिँ फुल्न त पहिला पनि फुलेको थियो, तर यसपालि चाहिँ अलिकति गेडा देख्न थालेका छन्। यता छ गेडाहरू है। गेडा त यसपालि मजाले लागेको छ नि। गेडाहरू मजाले लागेका छन्। गेडाहरू यो चाहिँ दोस्रो बोट हो, जहाँ चाहिँ अर्को कति वर्ष। यो चाहिँ चाँडै फल्यो। बोट पनि सानै छ। यहीसँग रहेको यो चाहिँ यो हो। योसँग अर्को बोट पनि छ। सँगसँगै रोपे हो मैले खासमा है, तर यसमा चाहिँ अलिकति राम्रो भएर चाँडै फल्यो। यो चाहिँ अहिले फल्न सकेको छैन। यो चाहिँ विचित्र भएर यो खालि है मर्ला जस्तो पो भयो। नजिकै यत्रो मोल तेस्रोचोटि भइसक्यो मर्न आँटेको। यो बोट चाहिँ फेरि कडा रहेछ है। यत्रो मोल लाँदाखेरि पनि होइन, यत्रो मोल खाल्टाबाट लाँदाखेरि हरन हरियो भएर आउने गजबको छन्। मैले के गर्न थालेँ भन्दाखेरि चाहिँ यता साइडमा है, अब तलतिर लान थालेँ कि मैले चाहिँ। एउटा त्यहाँ भयो, अर्को त्यहाँ छ भयो, अर्को तल त्यहाँनिर छ है, त्यहाँनिर पनि छ। तिनवटा बोट, तर एउटै बोटले ठुलो भयो भने ठुलै झ्याप्पै छामिहाल्छ। तिनवटा बोट भए पनि अहिले चाहिँ पाखा सखा पारेछन् बुढाले। अरू बुढाले है बाँसहरू सब छ्याङछुङ पालेर ठिकै छ। तर त्यो झारहरू किलाउन सकेन भने त लास्ट ल्याङ्गर हुन्छ। अब त यहाँ बुढाले फर्सी र इस्कुस बोट रोपेका छन्। यहाँ माथि उ पनि हालेका छन्, छानो पनि हालेका छन्। तर एभोकाडोलाई चाहिँ असर पऱ्यो भने त खत्तम हुन्छ। यो वर्षले हेरौँ है। ल अलि चाहिँ प्रोग्रेस राम्रै भइरहेछ। यो एभोकाडो चाहिँ सबभन्दा पुरानैवाला हो। गेडैबाट छाड्यो मैले, माथि घरको मुहाकोबाट लिएर आएको। यसले छाडकाड चाहिँ अहिलेसम्म देखाएको छैन। यसले नै 8-10 वर्ष जस्तो 6 वर्ष त भइसक्यो है। तिनवटा हाँगा फलाएका छन्। बेला बेला काटदिने पनि गरेको छ। अब यहीसँग रहेको यो एभोकाडो होइन, यो यति ठुलो भयो कि हाँगा नि डेन्जर फलाएका छन्। खासमा गेडा चाहिँ अहिलेसम्म लागेको छ। अर्कै जातको एभोकाडो छ हेर्दै, रुख र पातहरू हेर्दा। यो एभोकाडोमा चाहिँ यसपालि चाहिँ फुल फुलेर गेडा पनि लाग्यो भन्नुहुन्छ। मैले चाहिँ एउटै गेडा देखिनँ हो। अब के ड्याडीले देख्यो भने त फुल्ने मजाले फुलेको थियो भन्नुहुन्छ है, तलको भन्दा। तर गेडा चाहिँ एउटैमा देखिनँ मैले चाहिँ। के हो कुनै यी चाहिँ नि हत्तै बढे। दुईवटावाला पनि कपनबाट लिएर आएको थिएँ। यो बोट चाहिँ बासु दाइले दिएको थियो मलाई है। त्यहाँ रोप्न ठाउँ छैन भनेर ल लिएर झरापझुरुप ल्याएर बोकेर आफै काट्दै थिएँ। अब यताबाट लामोले हेऱ्यो भने चाहिँ होइन, राम्ररी लगातार मैले चाहिँ मजाले यसरी लगातार यसरी लगाइदिएको छु। जुन चाहिँ मैले पहिला भिडियोमा पनि छन्। 5वटा एभोकाडो लगातार लगाइदिएको छु। डिस्टेन्स चाहिँ एकदमै कम छन्। तर यतिसम्म पनि खै ठिकै जस्तो हो कि अलिकति ठाउँ त सानै हुनुहुन्छ। सबै गनेर एभोकाडोको गन्ती गर्ने हो भने कम्तीमा मैले रोप्दाखेरि 15वटा रोपेको थिएँ। थप गरेर 3वटा 18वटा त हुनुपर्ने हो। तर मर्दै पनि जाँदा रहेछन्। यो बढी मोल भयो भने, मेन त मोल बढी भयो भने डाइरेक्ट यदि जरामा पुग्यो भने चाहिँ मर्ने रहेछन्। अरू सुक्खा भए पनि मर्ने है। योवाला पनि बढ्न त चाँडै बढेको, तर यसमा पनि खासै अहिलेसम्म केही देखेको चाहिँ छैन। हेर्दा ठिकै छ होइन, तर खै सुक्खा मर्न लाग्यो है। के हो धेरै मोल भयो। यहाँ 2टा बोट मरिसक्यो धेरै मोल भएर। त मरेरै गयो नि होइन त। अब यता पनि छ है, तल यता। अब पानी परेपछि वात्ता हुन्छ फेरि। त तलै यही हो,
छुवाछु सब पानी पात मरला हो कि हो पात आउने हो कि यसमा फुल फुलेको थियो कि है के हो अहिलेसम्म चाहिँ टोटल चाहिँ 13वटा चाहिँ जीवित रहेछन् अलि केही फलदायी खाले अलि घुर्किएर राम्रोसँग भयो भने फल दिने खाले 13वटा छन् थप गरेर 3टा 16वटा बाँकी रहे चाहिँ धेरै मर्दै जान थाले मोल बढीबाट हावा डाँडा भएर हो कि कहीँ चाहिँ पानी नपुगेर नि होला है डाँडामा त सुक्खा छ गाह्रो छ फलाउनलाई त यो यसपालिको यो एभोकाडो पनि हैन खासै खान पाइन्न आफूले जहिले बाहिर भइन्छ म बाहिर गएदेखि पढ्न गएदेखि ठ्याक्क फल्न थाल्यो त्यस बेला बेलामा घर आएको बेला चाहिँ 1-2 वटा चाख्न पाइन्छ एभोकाडो 2082 सालको यो चाहिँ मैले जस कति 79 देखि बनाएर होला भिडियो ओके डन